हेलो गाइज, इट्स मी मिस पौडेल। साथीहरू, आज चाहिँ म घुम्न जान लागिरहेको छु। अब म कहाँ जान्छु हजुरहरूलाई थाहा हुनेछ भने यो भिडियो अन्तिमसम्म हेर्छु होला। यो मौसम यस्तै राम्रो नै हुन्छ होला साथीहरू हाम्रो यात्राको क्रममा। अब हेरौँ कस्तो हुन्छ हाम्रो मौसम है त। यो ठाउँ चाहिँ हजुरहरूलाई थाहा हुन सक्छ साथीहरू। ल साथीहरू, अब चाहिँ हामी यहाँ एयरपोर्टनिर आएको छौँ। यतातिर चाहिँ हाम्रो राइट साइडमा चाहिँ एयरपोर्ट रहेको छ साथीहरू यो चाहिँ, अनि यतातिर चाहिँ CRG होटल रहेको छ। अब यस पछाडि चाहिँ अब हामी कहाँ जान्छौँ हजुरहरूलाई भन्छौँ है त। ल अब चाहिँ हामी गैराकोट लाग्न लागिरहेको छौँ। ल हेरिसो होला है त गैराकोट। ल चलौँ। ल साथीहरू, अब हामी गैराकोट जान लागिरहेको छौँ। हाम्रो राइट साइडमा चाहिँ अघि भनिसकेँ मैले हजुरहरूलाई हाम्रो एयरपोर्ट रहेको छ, चितवन एयरपोर्ट। अब हामी गैराकोट जाँदैछौँ है त। लेट्स गो गाइज। कति भिडभाड छ 24 कोटीको रोड। हाम्रो यो भरतपुरको रोड चाहिँ निकै राम्रो भइरहेको छ। रोडहरू एकदम फराकिलो चाक्लो छ। यता साइडमा रुखहरू प्लान्ट। यो चाहिँ चितवनको नगरपालिका रहेको छ। अलि क्यामेराले क्याप्चर चाहिँ नभएछ। बोटिङ गर्दैछन् मान्छेहरूले। बोटिङ पनि हुन्छ यहाँ। सुन्नमा आएको हो यो ब्रिजको चाहिँ। अब चाहिँ हामी यता गयौँ भने चाहिँ डाँडाकालिका गइन्छ। यता चाहिँ ब्रिटिस क्याम्प हो। अब हामी चाहिँ डाँडाकालिका होइन कि यता ब्रिटिस क्याम्प जाँदैछौँ है त। लेट्स गो गाइज, ब्रिटिस क्याम्प। मौसम त आजको निकै सफा नै रहेको छ। जे होस्, यात्रा गर्नलाई निकै रमाइलो भइरहेको छ। यो बोर्डहरू हेर्न सकिन्छ। हामी चाहिँ यो बोर्डलाई हेर्दै हेर्दै हामी कतातिर पुग्यौँ भन्दै नोटिस गर्दै, जस्ट प्लेसहरू नोटिस गर्दै हामी अगाडि बढिरहेको थियौँ। ल साथीहरू, यतातिर हाम्रो लेफ्ट साइडमा चाहिँ कृष्ण मन्दिर रहेको छ। यता चाहिँ मन्दिर रहेको छ। मेबी यो चाहिँ हनुमानको मन्दिर होला। अनि हामी यतातिर गएर यतातिर हेऱ्यौँ भने चाहिँ साथीहरू उतापट्टि चाहिँ ड्याम साइड देखिन्छ। ड्याम साइड देवघाट देखिन्छ। त्यहाँ पनि मन्दिर रहेको छ। ल हेर्ने हामी चाहिँ यतातिर आइसक्यौँ साथीहरू। यो चाहिँ श्री लक्ष्मी नरसिंह दिव्य धाम रहेको छ। यतापट्टि चाहिँ हेर्न सकिन्छ। त्यसै गरी साथीहरू यतातिर हाम्रो राइट साइडमा चाहिँ कृष्ण मन्दिर रहेको छ। यो चाहिँ हजुरहरू देख्न सकिन्छ। हामी चाहिँ ठाउँ रहेका निकै सुन्दर सुन्दर मन्दिरदेखि लिएर सबै नेचुरल सिनहरू हामीले अवलोकन गर्दै हामी अगाडि बढ्दै थियौँ साथीहरू। जति उता गयो त्यति नै बस्ती कम थियो साथीहरू। अनि हामीलाई लाग्यो कि पानी किन्नलाई पसल पनि पाइँदैन।
त्यही भएर हामीले एक ठाउँमा पानी किनेर अगाडि बढ्यौँ। ल साथीहरू हामी चाहिँ आधी बाटोमा आइसक्यौँ। हामीलाई चाहिँ एकदमै थकाइ लागेको जस्तो महसुस भएर मैले चाहिँ पानी किनेछु साथीहरू। त्यो पानी चाहिँ एकदमै बढी चिसो रहेछ, धेरै चिसो नि खानु हुँदैन साथीहरू गर्मीबाट आउँदाखेरि, त्यही भएर मैले यहाँ टिक्कीमा राखेको छु। अब चाहिँ हामी एकैछिन यहाँ रेस्ट गर्छौँ यहाँ कतै, अनि हामी फेरि हाम्रो वेमा हामी लाग्छौँ है त उठ्छु। मौसम त निकै सुन्दर नै थियो, तर बाटो भने कोही ठाउँमा बिग्रिएको थियो। हामी अगाडि बढ्ने क्रममा हाम्रो आँखा एउटा चटपट ठेलामा पुग्छ। चाहिँ पछाडिपट्टि चाहिँ मेरो देखि चाहिँ होला स्कुटर छ पार्किङमा, अनि यतातिर चाहिँ यस्तो जङ्गल रहेको छ एज यु क्यान सी गाइज। चटपट बनाउने क्रममा हामीले दिदीलाई दिदीको दसैँ कस्तो गयो भनेर सोध्यौँ र दिदीले आफ्नो दसैँ खल्लो गएको बताउनु भयो। दिदीकोमा मान्छे बितेको कारणले दिदीको दसैँ चाहिँ खल्लो गएको बताउनु भयो। चटपट र सामान किनेर हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर लाग्यौँ। फाइनली साथीहरू ब्रिटिस क्याम्पमा आइसक्यौँ। यो चाहिँ हाम्रो ब्रिटिस क्याम्प रहेको छ। यो चाहिँ नारायणको पानी हो साथीहरू। यो चाहिँ एकदमै चिसो शीतल भइरहेको छ यहाँ चाहिँ। अनि हामीले चाहिँ यहाँ चटपट किन्यौँ साथीहरू। अब चाहिँ हामी चटपट यहाँ राखेको छौँ। अब हामी अलिकति उता गएर अब चाहिँ हामी बसेर खानेछौँ है त। ल उता गयो उति नै शीतल र जाडोको महसुस भइरहेको थियो र यात्रा गर्न निकै मजा। दृश्य अवलोकन गर्दा मनमा आनन्द लागे तापनि यस ठाउँको चाहिँ राम्रोसँग सदुपयोग नभएको हामीले अनुभव गर्यौँ। ओडाले पनि यस ठाउँलाई ध्यानाकर्षण दिनुभयो भने यहाँका मानिसहरूलाई रोजगार र आर्थिक निकास हुने थियो कि। फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। ल आउनुहोस् साथीहरू, सँगै बसेर हामी यो दृश्यको आनन्द लिगौँ। चराहरूको चिरबिर आवाज सुन्दै हामीले ल्याएका केही खानेकुरा खाँदै प्रकृतिको आनन्द लिँदै र यस ठाउँबाट देवघाट धाम पनि नजिकै देख्न सकिन्छ। लगभग 1.5 घन्टा त्यहाँ बसेर अघि चटपट किन्ने क्रममा यहाँका लोकल मानिससँग भेट भएको थियो र उहाँले अलि माथि लाग्यो भने खोला रहेको छ र बढी गर्मी भएको बेला मानिसहरू स्विमिङ गर्न आउनुहुन्छ भन्नुभएको थियो। त्यसैले हामी पनि हेर्न जाने निधो गर्यौँ। This is the exact lovely place. यहाँ चाहिँ मानिसहरूले अटो नै रिजर्भ गरेर स्विमिङ गर्न पनि आउनुभएको रहेछ। हामीले पनि कुनै दिन समय मिलाएर स्विमिङ गर्न आउनेछौँ भनेर हामीलाई हतार भएको कारणले हामी आफ्नो घरतर्फ लाग्यौँ।